Hello, good morning everyone. Welcome to Minanji's Creation after long time. म चाहिँ आज यो भिडियोमा हामीले चाहिँ चितवनमा अटेन्ड गरेको एभरेस्ट एन्ड कन सेमिनारको चाहिँ कभरेज गर्नेछु। अहिले चाहिँ हामी यो होटल रोयल टाइगरमा चाहिँ स्टे गरिरहेका छौँ। यहाँ हामी देख्न सक्छौँ एकदमै राम्रो ग्रिनरी रहेको छ। म चाहिँ सबै सिनहरू देखाइरहने छु। अब चाहिँ हामी ब्रेकफास्ट गर्न गइरहेका छौँ। हेलो गाइस, देखो ना बिहानै एक खाले एक प्लेट हेल्दी छ एकदम। हाम्रो सिआरजीले यहाँ आज क्लास छोडेर क्लास चाहिँ भइरहेछ है अहिले थर्ड हटेको चाहिँ थर्ड तिवारी आयो बाबा गर्दा तिवारी सुन न यहाँ देख्न सक्छौँ रोयल टाइगर रिजोर्टमा चाहिँ एउटा 3 फिट र 5 फिटको स्विमिङ पुल पनि रहेको छ। मिल्यो भने चाहिँ हामी यहाँ अहिले स्विम गर्नेछौँ। अहिले चाहिँ हामी चितवन नेसनल पार्कको बाहिर छौँ। हामी अब छिटै सायद सफारीमा जाँदैछौँ। र यहाँ चाहिँ अगाडि एउटा मार्चल्यान्ड जस्तो छ, सायद नारायणी नदी हो कि जस्तो लाग्छ। यहाँ चाहिँ यता त्यो गोई स्पटेड भयो होइन। लाज दीक्षाले नि खान्छन् अरे साझा ल होइन। दीक्षा त आज फुल ब्रान्डेड खान्छु भन्ने मुडमा छ। अब हामी 20,000 ताल जाँदैछौँ है। अब चाहिँ हामी 20,000 तालभित्र इन्ट्री गर्दैछौँ। ल हामी चाहिँ अहिले 20,000 तालमा चाहिँ आइसकेका छौँ। एकदमै रमाइलो कस्तो दामी छ है लेक चाहिँ। अब चाहिँ हामी रेडी भएर सेमिनारको लागि जाँदैछौँ। अहिले हामी जङ्गल सफारीबाट फर्किसकेका छौँ। ल अब चाहिँ हामी रेडी भएर सेमिनारको लागि जाँदैछौँ। अब चाहिँ हामी डिनर गर्दै के अरे लन्च गर्दैछौँ। हामी चाहिँ अन द वे टु कन्फरेन्स होम है। एकदमै ब्युटिफुल एरिया रहेको छ रातिको कन्सर्टको लागि मेबी। ल हामी लाग्दैछौँ सेमिनार हुने ठाउँतिर। हामीसँग अहिले होटल भन्दा पनि ल्यान्डमार्क रेजोर्ट एकदमै रमाइलो सिन रहेको छ। यहाँ टेबल टेनिस
हामी चाहिँ अहिले सेमिनार हलमा आइसकेका छौँ। सायद सेमिनार सुरु भइसकेको छ। Initiating point is always going to be a pre-existing muscle insulin resistance, which all of us of South Asian ancestries, Nepalis, Indian, we all of us have that. And then the positive caloric balance, which we have developed since the past 50 years when the things have started going well for us. Parameters. Most of the guidelines they follow on good glycemic control and lifestyle modification. Then the next step. यहाँ चाहिँ हाम्रो कन्सर्टको तयारी भइरहेको छ। यो चाहिँ हाम्रो रुम आज नेक्स्ट डेको रुम हो। हिजो चाहिँ अर्को रुममा थियौँ भने आज हामी नेक्स्ट डे यो चाहिँ भ्यू हो। हाम्रो आज रिकेश सर, आज विनम सर, हाम्रो बेडहरू हामी आज चाहिँ तिनजनाले रुम सेयर गर्छौँ। We are very excited for tonight. Tonight. After gala dinner, we will having a fun tonight. So please join us. दामी छ रुम त बाहिर छ। यो चाहिँ हाम्रो बाथरुम यस्तो बगान छ नि पनि। So checking out for the bathroom, you can see. अहिले चाहिँ हामी होटल ल्यान्डमार्कमा छौँ। एकदमै रमाइलो सिनरी रहेको छ यहाँ। And also the Everest company for the nice hospitality. So why I choose this topic is like for last 15 years I have been practicing endocrinology. So I thought what we did in Eastern Nepal in last 15 years. आज चाहिँ सेमिनारको नेक्स्ट डे हामी मर्निङ डिनर गर्दैछौँ। सबैजना यता डिनर गर्दै के अरे ब्रेकफास्ट गर्दैन। अब चाहिँ हामी यहाँ मर्निङ वाकमा हिँड्दैछौँ। त अब हामी चाहिँ चितवनबाट धरान फर्किँदैछौँ माइक्रो बसमा। हामी चाहिँ अब धरान फर्किँदैछौँ। हामीले चाहिँ बर्दिवासमा चाहिँ गौतम होटलमा चाहिँ खाना खाएका थियौँ। एकदमै राम्रो खाना रहेको थियो। हामी चाहिँ धरान फर्किने क्रममा 4 वर्षमा पहिलोपटक असली बुढो बाजेको पेडा पसलमा आएका छौँ र असली भनेर चिन्नको लागि यहाँ एउटा मूर्ति रहेको छ र हेर्ने कथाको एउटा स्टिकर पनि टाँसेको छ र यसको ठ्याक्कै साइडमा चाहिँ एउटा यस्तै सिमिलर स्ट्याचु भएको छ। तर यो ब्युटिफुल टेन्ट भएको चाहिँ हाम्रो असली बुढो बाजेको पेडा। ल सर, ओभरअल यो ट्रिप चाहिँ कस्तो रह्यो, के भन्न चाहनुहुन्छ? यो ट्रिप एकदम रमाइलो हो। खास गरेर हाम्रा साना भाइ बहिनीहरूले गर्दाखेरि अझै रमाइलो हुन गयो। हजुर, अब एउटै उमेरको बुढो मान्छे मात्रै गयो भने मजा आउँदैन। तर यी भाइ बहिनीले गर्दाखेरि दे बट सम थ्रिल इन दिस एडभेन्चर एन्ड आई पर्सनली रियली इन्जोयड इट। होप एभ्रीबडी इन्जोयड दिस ट्रिप and maybe in future we'll meet again in such trip and have fun again. Thank you, sir.